आज 27th of March फ्राइडे इङ्ल्यान्ड र उरुग्वेको गेम हामी वेम्बली स्टेडियममा हेर्न गएका छौँ। अहिले ठिक 4:30 बज्यो साँझको। गेम स्टार्ट हुन्छ 7:45 7:45 मा। अनि नेभिगेटर हेरेर हामी जाँदैछौँ अनि सबै एक्साइटेड छन्। तर ट्राफिक छ। यो M4 को बाटो हो, मोटरवे। यहाँबाट जाँदाखेरि अलिकति टेन्सनै भयो ट्राफिक देखेर। 40 स्पिड रहेछ पर माइल। तर प्लेन्टी टाइम भएको हुनाले हामी टाइममै पुग्ने आशका साथ गइरहेका छौँ। लगभग बर्मिङहाम लिभरपुल सबै नर्थतिर जाने यताबाट आउन लाग्यौँ। यहाँ त बाटो खाली छ। लिभरपुल अब हामी हिँड्दै कार पार्क गरेर पानी जमजम परिरहेको छ। पानी परे पनि हामी वेम्बली स्टेडियममा आइपुग्यौँ। यो चाहिँ सपिङ मल हो। यो कार पार्क। बच्चाहरू एक्साइटिङ छन्। सुभाषी सुशान्त नवीन राजा दाजु हामी आउटलेटको बाहिर छौँ। 8 जना रेडिङबाट अनि 2 जना एल्सबेरीबाट हामी 10 जना छौँ। वेम्बली स्टेडियम विशाल रहेछ। हामी सबैलाई कुर्दैछौँ। ब्याग रेस्ट्रिक्सन रहेछ। यो साइजको ब्याग मात्र भित्र लान पाइँदो रहेछ। योभन्दा माथिको ब्याग साइज लान नपाइँदो रहेछ। एकदम ख्याल गर्नुपर्छ। रात परिसकेको छ। यो चाहिँ आउटलेट रहेछ स्टेडियमको अगाडि। वेम्बली आउटलेट। डिजाइनर साफ पऱ्यो तपाईँको। ठुलो रहेछ। अनि त्यहाँबाट हामी चाहिँ सबैलाई कुरेर भेला भएर भित्र जानको लागि रेडी छौँ। अलिक टाइम चाहिँ अलिक टाइट भएको हुनाले अहिले हामी वेम्बलीतिर प्रस्थान गर्दैछौँ। जता हेऱ्यो नि मान्छे। गेट चाहिँ फरक रहेछ। हाम्रो गेट चाहिँ अलिक टाढा रहेछ। यहाँ त टिकट नम्बर भइहाल्छ। टिकट नम्बर बल्ल छिरियो, टाइममै छिरियो। मारामार रहेछ। 88,850 जना अरे। उरुग्वे र इङ्ल्यान्डको वर्ल्ड कप अगाडिको प्री म्याच फ्रेन्डली म्याच हो। तर हामी एक्साइटिङ छौँ। लिगले जित्छ कि भन्ने आशा। बच्चाहरू सबै खुसी छन्। ठुलोको 80 पाउन्ड रहेछ टिकट पर पर्सन। सानोको 70 पाउन्ड पर पर्सन। त महँगै हो। त्यो यति धेरै मान्छे यति धेरै मान्छे त मैले पहिलोचोटि देखेको। यो स्टेडियममा 95,000 कतै एनाउन्स भएको थियो 88,850 भनेर। यो चाहिँ त्यतिकै भयो। फ्रेन्डली भनेर होला सबै बचेर अलिक बिस्तारै खेल्दैछ। यस्तो तलले त वर्ल्ड कप जित्न गाह्रो छ। दुईटै टिमलाई अलिकति बढाउनुपर्छ। उरुग्वेका फ्यानहरू त्यहाँ छन् पर। धेरै नै रहेछन् उरुग्वेका फ्यानहरू पनि। अनि यस चाहिँ यिनीहरूले ट्राई चाहिँ गरेर 4-5 चोटि गोल हुन सकेको थिएन। अब ब्रेक हुन लाग्यो। ब्रेक हुन लागेको देखेर हाफ टाइममा 0-0 भयो।
यो चाहिँ गोल हुनु पर्थ्यो। केमा गडबड भयो? पास त राम्रै दिएको। यस्तै मेन्टेन Welcome गर्छ back, our resident Wembley DJ. It is, of course, the amazing DJ Shante, and she keeps you entertained throughout halftime. भन्छ नि त्यो चाहिँ गाउँछ गाउँबाट चाहिँ। अब सेकेन्ड हाफ पनि सुरु भयो। अब अहिले सबै गोल हुन्छ कि भन्ने आशमा एक्साइटिङ भएर बसिरहेका छन्। के होला त्यो चाहिँ। गोल भयो। उनीहरूले गोल हाल्यो। स्टेडियमको मान्छे कराएर गौतम गरेको रुगले अफसाइड थियो भनेर फल थियो भनेर चढाइरहेका छन्। हामी जाडोले पुरा हुडी लगाएर ज्याकेट लगाएर हिँडिरहेका छौँ। चिसो त्यस्तै थियो। अब अहिले स्कोर यहाँ चेक भइरहेको छ। रेफ्रीले यहाँ चेक गरेर खेलको अन्तिम दिनको पेनल्टी दियो। किन मजा भयो। यसले कार्ड पनि दियो। उरुक्केका फ्यानहरू बहुत खुसी भयो। सिद्धिकै भयो। 90 मिनट हुने बेलामा पेनल्टी पायो है। डेरीमा पाएर गोल भयो। लौजा रनलाइन गोल भयो। ड्र भयो। 88,000 फ्यानहरू सक्ट। 300-400 उरुग्वेका फ्यानहरू खुसी भयो। इङ्ल्यान्ड 1 युरुगे 1 भन्छ। खेल चाहिँ एभरेजको थियो। 0 to 10 मा म चाहिँ 4 दिन्छु। 4 5 एभरेज हो। बिलो पार यस्तो डरले हुँदैन। यति चाँडो खाली हुँदो रहेछ स्टेडियम। झापझुप सबै निस्किएर गयो। कस्तो प्यारो? आई डोन्ट नो म्यान। 88,800 निस्किँदाखेरि त ओ माई गड सबै बाटो बन्द। सबै जाडो त्यस्तै पानी सिमसिम पर्ने। ओ माई। अनि राति आएर खाना ठ्याक्क 12 बजेको समयमा बच्चाहरू भोक लाग्यो भने अनि खाना म्याकडोनल्ड खाएको। यस्तो पनि दिन हुँदो रहेछ। फुटबल हेर्न गएपछि त विलम्बै हुँदो रहेछ। ट्राफिकमा पऱ्यो नि त्यही बेला बाटो बन्द राति लन्डनको। जे होस् ओभरअलमा रमाइलै भयो।